नमस्ते। आज हामी कक्षा 12 को अंग्रेजी कथा पाठ्यक्रमको पहिलो अध्याय नेबर्सको बारेमा बुझ्नेछौं। तपाईहरुलाई बुझ्न सजिलो होस् भनेर मैले यो छोटो सारांश तयार पारेको छु। अब सुरु गरौँ है त। टिम विन्टनको नेबर्स एउटा भर्खरै विवाह गरेर नयाँ ठाउँमा सरेको युवा जोडीको कथा हो। आफ्नो नयाँ घरमा उनीहरूले धेरै युरोपेली आप्रवासीहरूलाई देख्छन्। सुरुमा उनीहरू आफ्ना छिमेकीहरूको व्यवहार देखेर अलिक असन्तुष्ट हुन्छन्। छेउको म्यासेडोनियन परिवार र अर्को छेउको पोल्यान्डका विधुरले उनीहरूलाई रिस उठाउँछन्। उनीहरू सुरुमा ती छिमेकीहरूलाई बेवास्ता गर्न खोज्छन्। उनीहरूका नयाँ छिमेकीहरूले गर्ने केही कामहरू अलि अनौठा र अलि फोहोर लाग्छन्, जसले गर्दा उनीहरूलाई सुरुमा असहज महसुस हुन्छ। छिमेकका मानिसहरूलाई उनीहरूको कुकुर जहिले पनि बाहिर भएको वा श्रीमती काममा गएको बेला श्रीमान घरभित्रै बसेको मन पर्दैन। तर समय बित्दै जाँदा युवा जोडीको छिमेकमा भएका मानिसहरूले उनीहरूलाई सहयोग गर्न थाल्छन्। उनीहरूले भान्साको लागि सानो बगैँचा बनाउन र कुखुराको खोर बनाउन मद्दत गर्छन्। अब उनीहरू खुसी छन् र आफ्ना छिमेकीहरूलाई माया गर्छन्। उनीहरूको मनमा छेउका मानिसहरू खराब छैनन्। उनीहरू आफ्ना छिमेकीहरूसँग कुराकानी गर्न र उनीहरूबाट धेरै कुरा सिक्न थाल्छन्। उनीहरू त्यहाँ बस्न पाउँदा धेरै खुसी छन्। जब युवती गर्भवती हुन्छन्, उनका छिमेकीहरू तुरुन्तै खुसी हुन्छन् र उनलाई मद्दत गर्न, उपहार दिन र विभिन्न सल्लाहहरू दिन थाल्छन्। छिमेकमा सबैजना खुशियाली मनाउँछन्। युवा जोडीलाई यस्तो अनुभव पहिलो पटक भएको थियो। जब उनका छिमेकीहरूले उनको छोराको स्वागत गर्छन्, तब उनी झनै चकित हुन्छन्। अन्त्यमा जब छिमेकीहरूले उनको बच्चाको जन्मको उत्सव मनाउँछन्, तब युवा मान्छेको आँखाबाट आँसु झर्छ। आप्रवासीहरूप्रतिको आफ्नो पुरानो सोच गलत थियो भन्ने कुरा उनले महसुस गर्छन्। यो कथाले देखाउँछ कि फरक देशका मानिसहरू जो फरक भाषा बोल्छन्, फरक रीतिरिवाज मान्छन् र फरक जीवनशैली जिउँछन् पनि सँगै खुसी साथ बस्न सक्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानवीय सम्बन्ध हो। यति बुझेपछि तपाईहरु सजिलै यो कथाको बारेमा लेख्न सक्नुहुन्छ। यदि केही थप जान्न मन लागेमा सोध्न सक्नुहुन्छ।